Grace Brazelski YouTube channel. म यो टोयोटा 2020 RAV4 को एली को चाहिँ नि इन्जिन फिल्टर र केबिन फिल्टर म चेन्ज गर्न गइरहेको छु। सबभन्दा पहिला सुरु चाहिँ म तपाईलाई यो डिलरको चाहिँ नि एउटा देखाउँदै छु। डिलरले मलाई के भनेको थियो, यो दुईटा चेन्ज गर्दाखेरि कति पैसा लाग्छ भनेर भनेको थियो नि। अब मेरो इन्जिनको चाहिँ नि यहाँ येल्लो देखाएको छ अनि क्याबिन फिल्टरको चाहिँ नि रेड देखाएको छ। यो मैले चेन्ज गर्नै पर्ने भयो। क्याबिनको चाहिँ नि इन्जिनको पनि अब चेन्ज गर्दा धेरै राम्रो। र प्राइस चाहिँ कति भन्यो भन्दाखेरि यहाँले मलाई प्राइस चाहिँ नि इन्जिन फिल्टरको यहाँ देख्न सकिन्छ। इन्जिन फिल्टरको है 61.75 सेन्ट छ। क्याबिन फिल्टरको चाहिँ नि $80.77 छ। अब लेबर कस्ट कति लाग्छ, अब त्यो त अब $30 भन्दा बढी नै लाग्ला सायद जस्तो लाग्छ, किनभने अघिल्लो उसमा मेरो जाँदाखेरि 36.49 त यहाँनिर लेबर कस्ट नै देखायो भनेपछि निकै जाने भयो पैसा। तर म अटो सपमा गएर मैले यो दुईटै लिएर आएँ। अटो सपमा गएर लिएर आउँदाखेरि मेरो कति चाहिँ प्राइस पर्यो भन्दाखेरि टोटल यो दुईटालाई गरेर गरेर 42.38 सेन्ट भनेपछि 100 यतापट्टिको क्याबिनको 61.80 गर्दाखेरि 142 समथिङ भयो भनेपछि 42 मा त मेरो नि भयो। 100 त मेरो त्यतिकै सेभ भयो। लेबर कस्ट बाँकी नै छ। 100 गर्दाखेरि लगभग 135 समथिङ त मेरो सेभ हुने भयो। त्यसैले सकभर चाहिँ आफैले गर्यो भनेदेखि जाने सामान्य कुरा हो, जानिन्छ। यसो युट्युबतिर हेर्दै यसो गर्दाखेरि चाहिँ नि राम्रो हुन्छ। आफैले यति सामान्य कुरा पनि अब यत्रो पैसा फाल्नु पर्दो रहेछ। मैले यति पैसा चाहिँ सेभ गर्न सकेँ। क्याबिन फिल्टर यो 2020 को टोयोटा RAV4 को चाहिँ क्याबिन यो आफैले पनि यसरी चेन्ज गर्न सकिन्छ हैन। मजाले यो चेन्ज गर्न केही पनि छैन। फोन गरौँ। यसलाई हो यसको चाहिँ यो अलिकति के छ भने यसलाई यो दुईटै यसरी पुस गर्नु पर्यो। यो निस्किन्छ, त्यस पछाडि यसलाई निकाल्न सकियो। मेन यहाँनिर छ, यसलाई यसरी निकाल्यो। यसरी यो निस्क्यो। यो भाग निकाल्नु पर्यो। केही पनि छैन निकाल्नु। डटी भएछ मेरो। पुरै खराब छ है मेरो। यसलाई मैले काम छैन फालिदिएँ मैले यसलाई। अर्को लगाऊ। अभी यसलाई लगाऊ है त। ओके रेडी भयो मेरो। यति गर्नलाई केही पनि छैन है, केही छैन। जस्तो त्यस्तै यो लेभल हेरेर लगाउँछ। त्यहाँ छ यो फेरि जस्ता त्यस्तै लगाइदियो। बस गऱ्यो, गुड छ त्यो। अब यसको काम आयो। बस गऱ्यो। एउटा मात्रै भयो त मेरो। यो टाइट भयो। यसरी यो टाइट गर्नुपर्छ। यो टाइट भयो, केही छैन। अब यो
क्याबिन यसरी लक हुन्छ है यहाँ चाहिँ यो र यो छ दुईटा लक हुन्छ यसलाई लगेर झुन्ड्याइदिनु पर्यो झुन्ड्या मलाई कता पुस गरेपछि सिधै आइहाल्छ कि जीवा Please subscribe my channel. बनाएर ओपन गरेँ यो इन्जिन फिल्टर हो कि यो इन्जिन फिल्टर हो यो यसलाई चेन्ज गर्नु पर्यो होइन अलिकति अप्ठ्यारो चाहिँ अरूभन्दा अलिकति अप्ठ्यारो हुन्छ यो चाहिँ नि 2020 RAV4 हो यो टोयोटाको यसको एयर फिल्टर चेन्ज गर्ने अलिकति अप्ठ्यारो हुन्छ यसलाई पुल गर्नु यसलाई तान्नुपर्छ है यो है यसलाई तानेर यो तान्नु नै अप्ठ्यारो छ कि अलिकति अब सबै निकाल्नु पर्यो यो चाहिँ यसरी यतापट्टि ताने यसरी गरेर सबै निकाल्दै अनि मेन कुरो भनेको यहाँ छ कि यसको यसलाई हटाउनु पर्यो यसको अब अप्ठ्यारो पार्ट भनेको यही छ अब यहाँ छ है देख्न मिल्छ यो दुईटालाई यहाँ पुस गर्नु यसरी त्यस्तो छैन त अनि त्यस्तो उयो भएको छैन त यो त ठिक रहेछ त ठिकै छ त बरु चेन्ज गर्नु हेरौँ न जो भिजिदियो सकिएको छ अनि के गर्नु होइन त्यो हुन्छ यसको चाहिँ एकदम अब यो के मेन पार्ट भनेको यहीँनिर चाहिँ मेन पार्ट भनेको यो पार्ट लक हुनुपर्छ अब यहाँ छ यसलाई यसरी लक गरिदियो यो पनि लक गर्यो केही छैन सिम्पल छ यो एकदमै सिम्पल हो यो केही गर्नु पर्दैन अब यहाँ लक गर्नु पर्यो यसलाई लक भयो यसको पनि पार्ट लक गर्यो अब यसलाई उस गर्दै यतिको गऱ्यो भनेदेखि मजाले पैसा जोगाउन सकिन्छ अब तपाईँहरूलाई कस्तो लागेको नि यो भिडियो मन परेको मन परेन जस्ता तस्तै कमेन्ट गरिदिनु होला अनि एक लाइक पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला